आज निर्मला पन्तको त्यो छटपटाहट हामी महसुस गरौँ त। कति दर्दनाक रूपमा उनलाई हत्या गर्यो होलान्। आज इनिसाको हेरौँ, अहिले पुलिस रिपोर्टले देखाइसकेको छ कि उनलाई अत्यधिक रक्तस्राव भएर उनको हत्या भयो। के त्यो मात्रै हुन सक्छ? नाबालकको नाममा यस्ता अपराधीहरूलाई उन्मुक्ति दिन मिल्छ? कानुनले नाबालक र मानसिक स्वास्थ्य रूपमा विचलन आएकाहरूलाई उन्मुक्ति दिने जुन कानुन छ त्यसलाई हामी संशोधन चाहन्छौँ। यस्ता आपराधिक घटना गर्नेलाई कुनै उमेरको हदमा, कुनै वर्गको हदमा र मानसिक सन्तुलन गुमाएका आधार अन्य कुनै आधार दिएर उन्मुक्ति दिने कानुनलाई संशोधन गर्नुपर्छ। हामी नारीहरूले यसमा आज मेरो घरमा छैन भनेर होइन, यो प्रतिनिधिमूलक घटना हो। आज मेरो घरमा छैन, समाजमा छ। भोलि त्यो घर समाज हुँदै आगोको झिल्को हो, भोलि जहाँ पनि आउन सक्छ। यसलाई निरन्तर रूपमा हामीले मेरो घरमा होइन, मेरी छोरी पनि होइनन्, मेरी भदैनी पनि होइनन् र मेरो छिमेकी पनि होइनन्, हामी सबैकी छोरी इनिसा हुन्। हामी सबै नारी हो। त्यसैले गर्दा हामीले सशक्त रूपमा आवाज उठाउन नछोडौँ र इनिसाको अन्तिम न्याय प्राप्त हाम्रो अभियान फेरि प्रभावक रूपमा रहनेछ र यो कानुन संशोधन नहुँदासम्म हामी महिलाहरूले स्वतस्फूर्त रूपमा यो अभियानलाई कन्टिन्यू गर्नेछौँ। अझै बृहत रूपमा यो स्वतस्फूर्त रूपमा त आज यति धेरै महिला दिदीबहिनीहरू आमाहरू आइदिनु भयो। यसको लागि हामी सबैजना धन्यवादको पात्र छौँ। आफैले आफैलाई धन्यवाद दिउँ। हामी सबै आफै आएका हौँ। यहाँ कसैले आयोजना गरेर औपचारिक कार्यक्रम आयोजना गरेर बोलाएर यो र्याली गरेको होइन।